ओम शांति। ओम शांति। ओम शांति। प्राणेश्वर शिव बाबा, ब्रह्मा बाबा, मम्मा, साथै हाम्रो असाध्यै मिठी प्यारी प्यारी माताजी, लक्ष्मी माताजी, साथै सम्पूर्ण सेन्ट्रल निवासी बहिनीहरू, एक सम्हालको निमित्त, एक रक्षाको निमित्त रहनुहुने माताजी भाइजीहरू, एक माता पिता, साथै हाम्रो माताजीको सम्पूर्ण परिवारजन, आज खुसीको माहौल, खुसीको दिनमा माताजीको यो 82औं विशेष 82औं महा जो हामीले नववर्ष पनि मनायौं, 82औं हैन पनि यतातिर माताजीको पनि जन्म उत्सव 82औं छ। शिव बाबा आउनुभयो धरतीमा बाबा आउनुभएको मात्रै 7 वर्षको पछि माताजीले जन्म पाउनु भएको छ। किनकि बाबा 89 वर्ष अहिले हामी बाबाको मनाउँदै छौं पनि माताजीको 82औं मनाउँदै छौं। त बाबाले त सायद म आइसकेपछि मेरो बच्चालाई पनि ल्याउनु पर्छ भन्नुभएको थियो होला, तर कहाँ हाम्रो भक्ति नपुगेको कारण यताउता घुम्दै थियौं। फेरि पनि बाबाले उहाँलाई कुनै रूपले पनि देखाएर, चाहे सपना होस् चाहे कुनै पनि दर्शन होस्, त्यो देखाएर उहाँलाई आफ्नो पासमा ल्याएरै छोड्नुभयो। अघि भन्नुभएको कुरा यहाँले कतिको बुझ्नुभयो हैन। यहाँले माताजीले सुनाउनु भयो नि, एउटा ठुलो यज्ञ कुण्ड रचेको थियो, त्यो पृथ्वीको भित्रपट्टि थियो, म पृथ्वीभन्दा माथि थिएँ। अनि त्यस बेलामा पृथ्वी माथि भएको, तल यज्ञ कुण्ड रचिरहेको छ, माथिबाट हेर्दाखेरि कहाँ न कहाँ जस्तामा खुट्टा पुगेछ। त्यो जस्तामा खुट्टा पुग्दाखेरि झन्नै तल खस्न लाग्दाखेरि मैले बचाऊ भनेर चिच्याउँदा तिमी आफैले बचाउने हो भन्नुभयो। यो शब्द बुझ्नुभयो कि हैन? त्यो बाबाको पाउनु भन्दा पहिलेको कुरा थियो। त्यसले गर्दा जब आफैले बचाउन पर्छ भनेपछि कहाँ गएर बचाउने त? अब पृथ्वी पनि पातलो भइसकेछ, सबैजना त्यही खाल्टोमा गएर घुमिने होला, त्यही होमको मतलब होम गरेको ठाउँमा नै सबै जलेर मर्ने होला। अब हामी कहाँ जाने, कसरी बाँच्ने त भनेर खोज्दै जाँदाखेरि बाबाको घर पाउनु भयो। तबदेखि उहाँले आफ्नो एक लगन, एक सम्पूर्ण रूपमा चाहिँ समर्पण भाव, माताजीको मात्रै होइन भाइजीको पनि हैन, बुवाको पनि यस्तै थियो। प्रचण्ड उहाँको नाम थियो, प्रचण्ड बुवा। आज उहाँले तर सुषमा शरीरद्वारा कहीँ देखिराख्नु सुनिराख्नु भएछ भने उहाँ पनि आज धेरै खुसी हुनुहुन्छ होला, किनकि बडा कट्टर हुनुहुन्थ्यो उहाँ पनि। माताजी जसरी एक बाबा दोस्रा नकोही भन्दै हुनुहुन्छ नि, त्यसै गरी भाइजीमा पनि एक बाबा दोस्रा नकोहीको त्यो एकदमै पक्का निश्चय बुद्धिको हुनुहुन्थ्यो। यी दुवै जोडी सबैले पूर्व क्षेत्रमा भन्नुहुन्थ्यो दिदीहरूले, लक्ष्मी नारायणको जोडी सङ्गम युगमा नै छ भनेदेखि हेर्नु छ भने यी माताजी र त्यो भाइजीको चाहिँ अवस्थालाई हेर्नु भन्नुहुन्थ्यो सुरुमा। किनकि माताजी र भाइजी त्यति परिपक्व लगनको साथ मराउनु भयो। बाँकी 2 जना छोरीहरू, 1 जना छोरी विदेशमा हुनुहुन्छ, यतिखेर उहाँ पढाइ लेखाइ आफ्नो हिसाबले फेरि अस्ट्रेलियामा हुनुहुन्छ, उहाँको परिवार उतै रहनुहुन्छ। र ज्ञानो बहिनी विशेष उहाँको सानो छोरी जो अहिले बोलेर जानुभयो। साँच्चै भन्दाखेरि हर परिस्थितिमा, हर माहौलमा अब उमेर भइसकेपछि कुरा त कतिहरू आउँछन्। अब कहिले अलिकति कुनै कुरा भन्दाखेरि जस्तो चिसो महिना हुन्छ, माताजीलाई अलिकति श्वासको छ, मतलब दमा जस्तो पनि छ। अब के छ भित्र, त्यो सबै हुँदाहुँदै पनि माताजी बाबाको नियम मर्यादालाई नछोड्ने हैन, नियम मर्यादालाई नछोड्ने। अमृत बेला नउठ्नु, माताजी अलि पछाडि उठ्नु, किन 1 बजेदेखि उठेर बस्नु पर्यो, कमसे कम 3 बजेदेखि या 4 बजेदेखि उठेर बस्नु न त भन्दा बाबाले मलाई 1 बजे उठाउनुहुन्छ, बाबाले उठाएपछि त उठ्नु पर्यो नि हैन। उल्टै हामीलाई नै सिकाउन लाग्नुहुन्छ हेर्नुहोस्।
दोस्रो कुरा, जब चिसो हुन्छ कहिलेकाहीँ बहिनी भन्नुहुन्छ, हेर्नु न मम्मीले भनेकै मान्नुहुन्न दिदी, एकपटक सम्झाइदिनु न भन्नुहुन्छ। माताजीलाई भन्छु, माताजी चिसोमा चाहिँ पानी खलखल नखन्ने दिनु न, हजुरलाई गाह्रो हुन्छ, क्लास आउनलाई पनि धेरै मुस्किल हुन्छ, हुँदैन नि भने अब कसरी त्यत्तिकै बस्नु सक्दैन। अनि ज्ञानुलाई यसो लुकेर ऊ भित्र कोठामा हुन्छ, म चाहिँ ऊ उठ्नुभन्दा पहिल्यै नुहाइसकेको हुन्छु कि बहिनीजी भन्नुहुन्छ। मैले भने बाबाले देखेको हुन्छ नि, मैले देखिनँ, ज्ञानुले देखेन, बाबाले त देखा हुन्छ नि, त्यसो नगर्नु, अनि शरीरले देख्छ। अनि हजुर बल्ल बल्ल क्लास दौडी दौडी आउन सक्नुहुन्छ, यो पनि आउनु बन्द हुन्छ, सक्नुहुन्न भनेको हो भन्नुभयो। अब के गर्ने त भनेपछि माताजीले भने, माताजी एउटा टावल भिजाउनु, बिहानमा अब मतलब बाथरुम टोइलेट गइसकेपछि त्यत्तिकै कपडामा बस्नु मन लाग्दैन भन्नु, ठिक छ, त्यो कपडालाई एउटा कपडा बनाइराख्नु, त्यो कपडा युज गर्नु, त्यसपछि चाहिँ एउटा टावल भिजाएर अनि सर्लक्क पोछेर अनि त्यो कपडालाई पछि एक जग पानीले पखालेर बरु सुकाउनु, भोलिलाई पनि त्यो हुन्छ। अब अहिले चाहिँ माताजीले त्यो कुरालाई फलो गर्नुभयो, नत्र हर वर्ष माताजी हस्पिटल भर्ना रहनुहुन्थ्यो। जब चिसो महिना आउँथ्यो हस्पिटलको बेडमा 4 दिन 5 दिन सुत्नै पर्थ्यो। तर यो साल माताजीले जानु परेन हस्पिटल बस्नलाई, भर्ना भएको छैन हस्पिटलमा, यसपालि हस्पिटलमा सिभिलमा, किनकि माताजीले कमसेकम त्यो कुरा अलिकति अप्नाइराख्नु भएको छ र दौडी दौडी भागी पनि आउनलाई हामीले रोक्यौँ। किन आउँदा ओह्रालो पर्छ, जाने बेला उकालो पर्छ, कोटेश्वर बस्नुहुन्छ, त्यो डाँडो त उक्लिनै पर्छ। अब गाडीमा गए पनि आए पनि यति लामो बाटो हिँड्नुपर्छ, त्योभन्दा हिँडेरै नजिकबाट पुगिन्छ। त्यो हिसाबले चाहिँ माताजीलाई कहिले कहिले आउनलाई सक्नुहुन्छ, आउनुहुन्छ। र यसरी माताजीको एउटा धारणाको कुरा र विशेष साक्षात्कारको कुरा, एक बाबा दोस्रा नगएको कुरा, जुन अघि धेरै कुराहरू सुनाइसक्नु भयो। माताजीले एक दिन सुनाउनु भयो, बहिनीजी मलाई बाबाले त यस्तो गर्नुभयो, मलाई बाबासँग लाज लाग्यो भन्नुभयो। किन माताजी भनेको, माताजीले भन्नुभयो बाबालाई अब खाना खानु छिटो आउनु बाबा भनेर बोलाइहालेँ, अनि खाना पाक्दै थियो, बाबालाई बोलाएर खाना खान बोलाउँदाखेरि त बाबा त यति छिटो आइहाल्नु भएछ कि छिटो आउनु भने बाबा त आइहाल्नु भएछ। खाना पकाइराखेको छ, खाना पस्केको छैन, भोग लगाउनु भयो, मतलब त्यसपछि अनि थाल राख्दै हुनुहुन्थ्यो, तर बाबा त अगाडि आएर उभिसक्नु भयो माताजीको हेर्नु। अब कस्तो मतलब एक प्रकारको एक लगन होला त, सोच्नु, एक बाबा दोस्रा नगएको अवस्था भनिन्छ नि। त बाबा अगाडि आउनुभयो, मलाई खाना खोइ त, तिमी त खानै पस्के छैन भनिदिनु भयो। अहिले भन्यो रुन लाग्नु होला माताजी नै। माताजीले एक दिन आएर यसरी सुनाउनु भयो कि एकदम आँखाबाट एकदम मलाई लाज लाग्यो भन्नुभयो माताजीले। मैले भने बाबाले बोलाउने बित्तिकै बाबालाई दियो भने के बाबा खानु हुने रहेछ। अब मैले त खाना पस्किन बाँकी नै छ, बाबा एकैछिन पर्खिन म खाना राख्दैछु भनेको, बाबा त तिमीले खाना पस्किन बाँकी नै छ, म गएँ अहिले भनेर हिँडिदिनु भयो। अब यो माताजीको हेर्नुहोस् भावना, होइन, कुन प्रकारले माताजीले एक्लै दिनभरि बाबा बस्दाखेरि, जस्तो अघि भन्नु भने 8 घन्टा याद गर्ने, त्यो 8 घन्टाको यादको हिसाब हेर्ने हो भनेदेखि यो माताजीले चाहिँ सायद पुर्याउनुहुन्छ। किनकि एक्लै घरमा दिनभरि बस्नु, कसैसँग कुराकानी गर्नु पनि छैन, त्यसपछि निरन्तर रूपमा बाबाको नै यादमा रहनु, बाबासँग नै कुरा गर्नु, बाबालाई साथी बनाएर चल्नु माताजीको चाहिँ विशेष। आजको दिनसम्म पनि, आज 82 वर्ष हुनुहुन्छ र पनि उहाँले आफ्नो भोजन आफै बनाउनुहुन्छ। हाम्रो ज्ञानो बहिनी राजुभाइ पनि धेरै भाग्यमानी हुनुहुन्छ, किनकि आमाले बनाएको भोजन खान पाइराख्नु भएछ उहाँहरूले। आजको दिनसम्म पनि आमाको हातको खाना खान पाउनु कति ठुलो भाग्यको कुरा हो। किनकि लौकिकमा आजकल बच्चाहरूलाई सानै बच्चा आउँदाखेरि के गरिदिनुहुन्छ, घरमा पढाउन भ्याउँदैन, जागिर जानुपर्छ, अफिस जानुपर्छ, यो गर्नुपर्छ, पढाइ लेखाइ गर्न भ्याइँदैन, बच्चालाई होस्टलै राखिदिने, आमाको हातको खाना कहाँ खान पाउँछ, होस्टलमा पठाइदिनुहुन्छ, होइन। तर यो सौभाग्यशाली आत्माहरूले नै आमाको हातको खाना पाउने हो। म चाहिँ यो भन्छु कि आमाको हातको खाना खान पाउनु अहो भाग्य। किन आमाले जुन बनाएको खानामा यति धेरै प्यार, यति धेरै शक्ति हुन्छ, यति धेरै भावना हुन्छ, जसले चाहिँ बच्चालाई कुनै पनि भिटामिन खानु पर्दैन, कुनै प्रकारको दबाई खानु पर्दैन,
किनकि आमाको त्यो शुभ भावनाले बनाएको भोजनले बच्चाको हृदय यति नै शुद्ध र शक्तिशाली बन्दै जान्छ। यसैले हाम्रो ज्ञानो बहिनी राजुभाइ पनि धेरै भाग्यमानी हुनुहुन्छ जो आज पनि आमाको हातको भोजन खान पाउनुहुन्छ होइन। यो आमा पनि धन्य हुनुहुन्छ जसले आज यो उमेरमा पनि आफै बनाएर खुवाउनेको एउटा भाग्य लिएर आउनु भएको छ। चाहे जस्तो सुकै अवस्था होस्, एक दिन दुई दिन खाना नबनाउनु त माताजी अलि दिनसम्म खाना भने थिएँ, एकपटक अलि उहाँको हात अलिक बिग्रेको थियो, त्यो बेलामा गाह्रो भइरहेछ भन्नुभयो, खाना नबनाउनु अलि दिन भन्दा अब होइन मलाई त खाना बनाउनु पर्छ, ज्ञानुले भ्याउँदैन, मलाई नै बनाउनु सजिलो हुन्छ, उसलाई नखाएर हिँडिदिन्छ, कति पिर्छ होइन। यसैले गर्दाखेरि यो पनि भाग्यको कुरा छ। माताजी बाबाको प्रति पनि त्यति नै लगाए। अघि मलाई यहाँ खुसखुस गर्दै हुनु सबै कुरा त भने, मैले एउटा भन्नै पर्ने कुरा चाहिँ छुटाएँ भनौँ भन्दै हुनु मुठी चामल अनि जे ल्याए पनि बाबालाई नराखिकन कसरी मैले मात्रै खानु, बाबालाई नराखिकन उहाँले खानुहुन्न। अनि कहिले कहिले माताजीलाई मैले बोल्नुपर्छ, माताजी एक हप्ता पहिले सब्जी किनेर ल्याउनुहुन्छ बाबाको लागि भनेर राख्नुहुन्छ अनि एक हप्तामा ल्याइदिनुहुन्छ, त्यो कुहेपछि के गर्नु नि भन्छु कहिले कहिले माताजीलाई। तर माताजीको भावनाले त्यो छोड्दैन। जब आउनुहुन्छ दुईटा पर्वल हुन्छ, दुईवटा बोडी हुन्छ होइन, यति साग पनि राख्नुहुन्छ है, अनि त्यसको सबै दुईवटा राख्नुहुन्छ, एउटा बाबालाई एउटा दादालाई होइन, अनि त्यसमा सबै कुरा त्यो राख्नुहुन्छ, दुई चारवटा आलु राख्नुहुन्छ, त्यो सबै बोक्नुहुन्छ। अनि एक हप्तादेखिको मुठी चामल म त्यो सुनाउँछु नि भन्दै हुनुहुन्थ्यो, मैले पनि म सुनाइदिउँ होला भने माताजीलाई होइन, अहिले भन्दै हुनुहुन्थ्यो। त्यो सबै राखेर अनि एक हप्तामा आफूले बोक्न सकोस् नसकोस् त्यो बोकेर आउनुपर्छ। सकिन भनेदेखि अफिस जान भए पनि ज्ञानलाई लिएर चाकी जा भनेर पठाइदिनै पर्छ। बिचरा कहिले कहिले त सारा दिन अफिसमा बोकेर जाने गएर बेलुकी भोग लिन आउँदाखेरि अनि आमाले पठाउनु भएकै भनेर छोड्नुहुन्छ। कति भ्याइ नभए कति कर गरी पठाउनेलाई सोच्नु न अब होइन। दोस्रा, माताजीले दिनदिनै यहाँ आएर बाबाको भण्डारीमा जो बाबाले बनाउनु भएको नियमलाई मर्यादालाई तोड्नु हुँदैन भनेर भण्डारी जो गर्नुहुन्छ राख्नुहुन्छ, बाबाकोमा 1 रुपियाँ त मलाई राख्नुपर्छ नि दिनको, मलाई एउटा खुत्रुके दिनुहोस् त भन्न भयो। मैले भने माताजी खुत्रुके अब कता खोजिराख्ने, म आफै बनाऊ भन्नुभयो, हजुरको इच्छा भने। अनि माताजीले कहिले कहिले 2 महिना 3 महिना 4 महिना अब कहिले माताजी आउनुहुन्न, कहिले काहीँ यसो घुम्दै जाँदाखेरि भित्र छिर्छु, माताजीले भन्नुभयो बहिनी यो चाबी चाहिँ लिनुहोस् त भनेर। के को माताजी भनेको खुत्रुके अब भयो बाबाको भण्डारीको भन्नु, भण्डारी खोल्नुहोस् अनि त्यो हेर्नुहोस् कति छ, त्यो बाबालाई मधुबन लिएर जानुपर्छ, जानु है भन्नु। भावना हेर्नुहोस्, माताजीले यसो गरी भण्डारी एउटा घरमै पनि राख्नु भएछ, मधुबनको लागि भण्डारी, बाबाको लागि यो, किनकि यो नै जन्म जन्मान्तरको कमाइको एउटा हाम्रो आधार हो। सम्पूर्ण मर्यादित अवस्थामा उहाँले आफूलाई चाहिँ नि बाँध्नु भएको छ र यही कुरा छोरीलाई पनि सिकाउनु भएको छ। साथमा हाम्रो छोरा जस्तै गरी हाम्रो राजुभाइ हुनुहुन्छ होइन, पुरै छोराको रूपमा उहाँले आफ्नो लौकिक मातापिता भक्तपुर बस्नुहुन्छ, मातापिता उता हुनुहुन्छ, उहाँहरू आफै गर्न सक्षम हुनुहुन्छ, केही छैन, अहिले आमा यता अलि उमेर भइसकेको हुनुहुन्छ, अब यतै बस्दिनुहुन्छ। ज्ञानो बहिनी कहाँ होइन हप्ता दिन 15 दिनसम्म ट्रेनिङमा जानुपर्छ, कहाँ अफिसको कारणले बाहिर जानुपर्छ। तर आमालाई कुरेर कसले बस्ने भन्दा अब लौकिक रीतिले भन्नुपर्दा ज्वाइँ, तर उहाँको चाहिँ एकदम कान्छो छोरा होइन, पुरै रूपमा चाहिँ उहाँले सम्हाल्नुहुन्छ भन्दाखेरि आमालाई स्याहार सम्हार गर्नको लागि एक प्रकारले राम लक्ष्मण जस्तै गरी के त भन्दा ज्ञानो बहिनी र राजुभाइलाई खटाइदिनु भएको छ। बाँकी विदेशमा हुनुहुन्छ अर्को जेठी छोरी, उताबाट बेला बेलामा फोन खबर होला, तर बिचरा उहाँ बसेर पनि आमालाई त सम्झिनु हुँदो हो, कसलाई आमाको याद आउँदैन र पनि यहाँ बसेर सम्पूर्ण सेवाको भाग्य लुट्नेको कार्य चाहिँ यी दुईले गरिराख्नु भएको छ। त्यसैले दुवै भाइ बहिनीलाई पनि धेरै धेरै धन्यवाद। बाँकी यस्तो छोराको जन्म दिएर
छोरालाई सम्पूर्ण समर्पण गराउनु हुने आमा बुवालाई पनि हैन, जो भक्तपुरमा रहनुहुन्छ उहाँ आमा बुवालाई पनि धेरै धेरै सबैजनालाई धन्यवाद। ओम शान्ति। त्यसैले साँच्चै भन्दा माताजीको ठुलो भाग्य हो, तपस्याको फल हो यो। त्यसैले तपस्या, तपस्वी जीवन भगवानले हामीलाई दिएको छ। यही भन्छौँ कि हरेकको जीवन तपस्वी बनोस्, हरेकको जीवन सम्पूर्ण योगी बनोस्, हरेकको जीवनमा सदा सुखी र समृद्धि बढ्दै जाओस्। यसको लागि हाम्रो मनको सङ्कल्प सदा एक बाबामा नै रहनुपर्छ। बाबाले दिनुभएको शिक्षाको चिन्तन मनन गर्दै जान्छ भने आज बाबाले भने परचिन्तन गर्नु पर्दैन। परचिन्तन पतनको जड हो, स्वचिन्तन उन्नतिको सिँढी हो। किनकि परचिन्तनले कहिल्यै पनि व्यक्ति उँभो लागेका छैनन्, सबै तलै गिरेका छन्, पदमै पुगेका छन्। तर जसले सबैको प्रति भलाइ सोचेका हुन्छन् उनै आत्मा त आज सारा संसारले पूज्य बन्न पुग्छन्। आफ्नो लागि, स्वार्थको लागि जसले गर्छ ऊ त पशु पक्षीले पनि गरिरहेका छन्, जानवरले पनि गरेका छन् आफ्नो लागि त। तर सबैको लागि गर्ने जीवनै त आखिरमा मानव जीवन हो, जो आजको दिनमा जन्म प्राप्ति गर्नु पनि बुद्धको पनि हामीले सुनेका छौँ। अघि नै सुनाउनु भयो नि, सारा विश्वलाई शिक्षा र एउटा लाइट दिनेको कार्य बुद्धले गर्नुभयो। राज परिवारमा जन्मेको सुख शैलमा हुर्किएको बच्चाले पनि आज सम्पूर्ण त्याग गरेर महात्माबाट विशेष भगवान बन्नुभयो। आखिरमा राम्रो कर्म गरेपछि भगवान त बनिने रहेछ। खराब कर्म गरे भने रावण बनिन्छ, राम्रो कर्म गरे बुद्ध, राम, कृष्ण जस्ता बनिन्छ। यसैले अब हाम्रो आफ्नो चोइस, राम बन्ने कि रावण बन्ने, बुद्ध बन्ने कि बुद्धु बन्ने, कृष्ण बन्ने कि कंस बन्ने, यो हाम्रो आफ्नो चोइस हो। त्यसैले जो यस चोइसलाई चुनेर बन्नुहुन्छ, आफ्नो इच्छाले बन्नुहुन्छ, उहाँ सम्पन्न बन्नुहुन्छ, भगवानको अधिकारी बच्चा बन्नुहुन्छ। जो आज हाम्रो माताजी पनि एउटा अधिकारी बच्चाको रूपमा हुनुहुन्छ, यहाँहरू पनि अधिकारी बच्चा हुनुहुन्छ। फेरि पनि अझ अधिकार पूर्ण रूपमा लिनको लागि स्वयं परमात्मालाई निरन्तर याद गरौँ, उसको श्रीमत अनुसार चलौँ। उसले दिएको विशेष नियम मर्यादा छ, मर्यादामा टिकौँ। मर्यादा अरू केही छैन, बस खराब नबोल, अर्कालाई नदेख, स्वयंलाई देख, सबैको कल्याण गर, सबैको भलाइ गर, सबैप्रति शुभ सोच। नै कुनै पनि जीव जन्तु छन्, ती सबै प्राणी हुन्, तिनको आत्मा छ, तिनको पनि सदा संरक्षण गर। यही त भगवानले सिकाएको हो नि, यही त बुद्धले पनि दिनुभएको शिक्षा छ नि, आचरण छ नि, शील छ नि। यो शीललाई, अष्टशीललाई अपनायो भनेदेखि बस हाम्रो जीवन पनि बुद्ध समान बन्ने रहेछ। सम्पूर्ण सबै मनुष्य आत्मा, जीव प्राणीलाई राम्रो राम्रो देख्दै जान्छौँ भने राम बन्न सक्ने रहेछौँ। सबैको कष्टलाई, दुःखलाई बुझेर उनप्रति शुभभावना र शुभकामना दिँदै रहन्छौँ भने कृष्ण बन्न सक्ने रहेछौँ। सबैको भलाइको लागि मुक्ति र जीवन मुक्तिको मार्ग सिकाउँदै स्वयंलाई चिनेर, भगवानलाई चिनेर, ड्रामाको यथार्थ राजलाई बुझेर अघि बढ्छौँ भनेदेखि मास्टर भगवान शिव समान बन्न सक्ने रहेछौँ। यही शिक्षा परमात्माले दिनुभएको छ। यिनै शिक्षा यहाँहरू सबैले पनि पालन गर्दै रहनु भएको छ। परमात्मालाई चिन्नुहोस्, स्वयंलाई चिन्नुहोस्, सबैलाई चिन्दै, संसारलाई चिन्दै, फेरि आफ्नो धामलाई चिन्दै आफ्नो परमधाम घरमा जानेको बाटो ढोका खोलौँ। यही नै शुभभावनाको साथमा माताजीलाई धेरै 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 बधाई छ, बधाई छ। आजको दिनमा यसरी लौकिक अलौकिक सबै परिवारलाई जमघट गराएर बाबाको घरमा यो उत्सव मनाउनु हामीलाई पनि अवसर दिनुभयो। त्यसैले पनि माताजीलाई लगायत हाम्रो ज्ञानो बहिनी, अर्को बहिनी जो बाहिर विदेशमा हुनुहुन्छ उहाँ बहिनी, साथमा राजुभाइ, दुर्गा माताजी, हैन, यस्तै सरस्वती माताजी,
साथमा उहाँको सम्पूर्ण लौकिक परिवार सबैलाई पनि बाबाको घरमा धेरै 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 स्वागत। धन्यवाद धन्यवाद धन्यवाद। यहाँहरूको जीवन खुसी रहोस्, सुखी रहोस्, ईश्वरप्रतिको भावना र लगन सदा जागिरहोस्, यो खुसी सदा कायम रहोस्। हाम्रो माताजीको पनि यो शरीरमा भएको जो रोग व्याध आजको दिनदेखि सम्पूर्ण समाप्ति भएर जाउन्, सम्पूर्ण रूपमा चाहिँ खुसी खुसीले यो जीवन सफल गर्न सफल रहनुहोस् भन्ने शुभकामना दिँदै ओम शान्ति ओम शान्ति।